हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ र तल म पनि सन्चै छु। आज चाहिँ हाम्रो होइन खोलातिरको ट्रिप छ। हामी चाहिँ 3 भाइ छ। मैले चाहिँ अब यहाँदेखि ठुली आमाको 2टा छोरा आउँदैछन्। आज चाहिँ खोलातिर यसो घरदेखि चामल दाल साल आग्राम बाग्राम चोरेर होइन भने टक्क हामी चाहिँ अब खोलातिरको ट्रिपमा छौँ। आज चाहिँ हाम्रो गाउँ अनि यस्तो भइसक्यो प्राय यहाँ त है बाटो साटो दामी भएको छ मस्तसँगले। कुकुर पनि छ हामीसँग साथमा। सिन चाहिँ हाम्रो अहिले बाटो बन्दैछ होइन। के हुन्छ कि हुन थाहा छैन, के हुने कस्तो हुने। अब टक्क गाह्रो गइन्छ। गाह्रो गएर चाहिँ छोटो मिठो कपडा सपडा पनि धुनु छ र आज यत्तिकै रमाइलो गर्दै जाऊँ भनेर मस्तसँगले है। टक्क यहाँदेखि हेर्न कति बवाल छ हाम्रो गाउँमा कसम मस्त चिलमा। अब चाहिँ हाम्रो टोली चाहिँ है यसो बारीमा हामीले चाहिँ केराउ देखाएको थियो। केराउ चोर्दैछ हाम्रो टोलीले चाहिँ यहाँ मस्त होइन। केराउ रहेछ कि यहाँ केटाहरू चाहिँ त्यहाँ केराउ चोर्न लाग्छन्। अहिले टक्क हाल्नुपर्छ नि त पुलाउमा। भेजवाला हो हाम्रो, फेरि मटनवाला होइन, पुरा भेजवाला हो। चोरेर खाने केटाहरू होइन। टक्क नान्सर गाली नगर्नु है। हजुरको बारीदेखि यति देखेर धेरै होइन, अलिकति पुलाउको लागि मात्रै हो, गाली साली नगर्नु है। अहिले हामी चाहिँ अब गाह्रो ओह्रालोतिर लागिसक्यो है। केटाहरू ठुलो आमाको एउटा छोरा मात्र आयो अरे, अर्को चाहिँ आएनन्। किन हो थाहा भएन हामीलाई। अनि सोलार नाइफ साइफ बोकेर टक्क खोलाको सिन त्यहाँ छ। हामी यहाँ छ मस्तसँग जानुपर्छ हाम्रो चाहिँ है। बाटो अप्ठ्यारो छ गाइस, बिस्तारै बिस्तारै है मजाले जानु हो। जिल्लाको हामी छ नि सिनहरू। वन जङ्गल हाम्रो हरियो हरियो होइन। अब चैत लागिसक्यो, सुक्न लागिसक्यो सबै। हामी चाहिँ खोलातिर आइसक्यो। विजय छेत्री चाहिँ अब उता खोलापट्टि गइसक्यो। एक डुब्की चाहिँ हान्नुपर्छ यो गर्मीमा होइन। गर्मी यस्तो बवाल छ कि यस्तो भइसक्यो पसिना पसिना। यस्तो फेरि कुकुर हराएर होइन, कुकुर मान्छे यस्तै हुन्छ नि। कुकुर खोजिरहेको छ हो है। घुदा छिरो अब भाइ मेरो पालो छ होइन। फाइनली गएछ हामी चाहिँ अब कपडा सपडा धुइधाइ भइसक्यो होइन हाम्रो चाहिँ। अब चाहिँ साथीहरूको पालो छ है, कपडा धुँदैछन् उनीहरूले चाहिँ मस्तसँग। मनिषको र मेरो चाहिँ सक्यो लगभग भनौँ होइन। थोरै अब 1-2वटा छ। अब चाहिँ हाम्रो एकछिनमा सुरु हुन्छ हाम्रो चाहिँ अहिले चाहिँ केराउहरूलाई अनि आलुहरूलाई चाहिँ यहाँ धोएर टक्क है पानीमा भिजाएर राखेको छ है। कस्तोसँगले अहिले हान्नुपर्छ त्यसलाई। चाहिँ हाम्रो टिम चाहिँ फाइनली खोलावल्लापट्टि आइसक्यो। खोलावल्लापट्टि आएर चाहिँ अब यहाँ हाम्रो चाहिँ आगो सागो केटाहरूले बाल्दैछन् है। आगो बाल्ने चाहिँ अन्न हुन्छ होइन। टक्क यहाँ पानी छ, मजाको सिन आनन्द छ। अब हुन्छ मजा छैन। अब हाम्रो चाहिँ तेल हाल्ने सुरु भइसक्यो। ट्याक्टर हाम्रो किन भेजवाला मात्रै हो होइन। सब ट्याक्टर छ, केही छैन त्यस्तो। हामी आलुसँग केरा मात्रै छ, केही छैन। हाम्रो करी पत्ता आइसक्यो। अब ल सुरु गरौँ केटा हो। अब करी पत्तालाई एकछिन चाहिँ हामीले हल्का हल्का ब्राउन पर्ने हुन्छ होइन। मस्तसँग छिटो काट्न काट के छ र यहाँबाट काट भने के भयो भने कहाँबाट काट भने कहाँबाट काटिदिन्छ। हालिदिउँ न खरिसक्यो कि बाङ्गे होइन कि यो भइसक्यो।
किन त्यस्तरी हाले होला नि के बौला हेर्न तेलभरि उछुट्याएर आजको भान्से छ नै यिनी चाहिँ सबै फोर्समा आदर कसले दिन्छ तपाईँ बिस्तारै बिस्तारै फेरि सारा सपना नै हो कि होला फेरि ल आबालम केटा हो त्यस्तो होला नि त्यहाँ टेक्दै लानु फेरि होइन फिट्रै हान्यो र एकचोटि खर्या छ पुरै होइन विषय परातमा खाने हो एउटा अब उराइको 3 टप्री फप्री त अब यस्तै हो रमाइलो कि धेरै हुन्छ हालिदियो चामल धेरै छ सानो हुन्छ डेप्ची सानो हुन्छ क्या त्यो हुँदा क्या होइन क्या हालिदियो कि मसार बनाएको हाल के भयो नाच्नु नगर्दै फेरि भयो हाल्नु होइन अब त्यहाँ त छन् के माछा त त्यो रमा नभएर कहाँ हुन्छन् माछा डल्ले केटाहरू गर्नु पर्यो अब के हो त यो यस्तो छ हेर त यो आज कडा होला जस्तो छ हिजो भाइले भयो मासु लाइफमा खाने गराएर आज फेरि दाइले खुवाउला जस्तो छ है के बेसार किन सस्तै हुन्छ घरको बेसार हुन्छ ओर्जी सब मिक्स छ र अब खिचडी तर बेसारले जस्तो होइन होइन उ चाहिँ चेन्ज गरिदिन्छ यो धेरै वर्ष लाग्यो यार मलाई है मलाई सोच्नु लाग्यो एकदम घिउ हो नि फेरि तेल नभन न फेरि घिउ इन्डियाको कुक नबना कि ल के छिटो गर यहाँबाट त्यो छ कि ल अहिले हल्लिन्छ कि हल्लिन्छ त्यही पनि कुक बिहानले अब खचाल दिइसक्यो यहाँ होइन आज कडक होला जस्तो छ है बुझ्ने मात्र त होला नि होइन अब सामान्य बनाएन पर्छ भाइ हालम किन नहालेर त्यो बोडी भइसक्यो चामल पाक्छ त अनि अनि त्यत्रो बाटा छ र ढाक्नलाई के को फेरि पहिला नुन राख न तिमीले ल हाल के चामल फेरि भयो नगर त्यो चामल हाल पहिला भयो क्या आइरोस् कि टिप्पर आइने आयो जिप आइने आइरोस् अब हामी मतलब छैन तिमीलाई पनि भात खानु बोलायो यता चामलमा पेलो भइसक्यो है आनन्द भइसक्यो अब चाहिँ हाम्रो पानी हालिदिइसक्यौँ अब चाहिँ मनिष र विजय हुन् आजको कुक होइन कस्तो हुन्छ अब हेर्दै जाऊँ यहाँ फाइनल लुकसम्म कस्तो आउनेवाला छ यिनीहरूको नतिजा हुन्छ आजको हेरौँ हामी हाम्रो चाहिँ अब खानपिन कार्यक्रम भइरहेछ होइन अक्कलसँगले आधी पाकिसक्यो आधी फेरि पाक्दैछ अब होइन खाँदैछ टोलले भोक लाएर पनि होइन अब विजय छेत्रीको त्यहाँ छ मनिषको त्यहाँ छ यहाँ छ हाम्रो डल्ले भाइको चाहिँ यहाँ आएको पो है अनि हाम्रो यो शिव भाइ म चाहिँ यता छु टक्क खाएर पनि अब हातसात धोएर चाहिँ भिडियो बनाउनु लाग्छ होइन विजय भाङ्गेको अझै भात पाके छैन अरे त्यही भएर पानी ल्याउँदैछन् यस्तै हो यहाँ नयाँ स्टाइलको भात खुवायो आज फेरि खतरा भयो आजको पनि हिजो दाईको थियो आज भाइको भयो हिजो भाइको थियो आज दाईको भयो
बवाल भइसक्यो फ्याट्टो हुन्छ राखी अहिले अब त साँझ परिसक्यो अब घरतिर जाने हुन्छ अब खानपिन पनि भइसक्यो नुहाइधुवाइ गरेर एकछिनमा कपडा त्यहाँ छ सुकेको फाइनली गाइज अब चाहिँ हामी सकिसक्यो हाम्रो चाहिँ अब भाँडा पनि बनाएर ट्याकटुक अब चाहिँ नुहाइधुवाइ गरेर घरतिर फर्किनु लाग्यो टोली चाहिँ अब होइन घर जानुपर्ने हुन्छ हामीले चाहिँ मस्तसँगले अब बाई बाई अब तल खोलामा चाहिँ के भइरहेको छ है डोजरले खनिरहेछ के हुँदैछ थाहा छैन हामीले चाहिँ अब चाहिँ हामी चाहिँ निक्लिनु लाग्यो ल बाई आजको भ्लगमा चाहिँ यति अरू चाहिँ नेक्स्ट भ्लगमा आउँछ है सबैले माया गरिदिनु सब्सक्राइब गरिदिनु बाई बाई